सो गाइस आज चाहिँ म चियाबारीको चाहिँ फ्याक्ट्री कस्तो हुन्छ, कस्तो ठाउँमा चिया हुन्छ भनेर सो तपाईहरुलाई म देखाउने छु। यो चाहिँ हाम्रो इलामको जितपुर भन्ने ठाउँमा चाहिँ मिस्ट भ्याली हो। सेवार हो, सेवार हो। हाम्रो चाहिँ 1 वर्ष पछाडि ए हुन्छ हुन्छ के छ भन्छ के गर्नु आँटेको किन के यो के गरे निकाल्यो पुडिङ हाल्नु पर्ने के छ नि सन्चै छौ। यो त हाम्रो लुगा हैन र जस्तै हैन हुने हो क्या आरामै छ। हजुर हामी पनि यस्तो भिडियो खिच्नु आयो यहाँ भन्नु चाहिँ भनेको खै के भन्छ। ल आज चाहिँ हामी इलामको चाहिँ जितपुर भन्ने ठाउँमा चाहिँ चिया बगानमा चाहिँ यसो ड्रोन सट हान्न आएको छौँ। यता काजिङ भतिज एकछिन भन्दै हुन्छ भतिज 2-4 शब्द राखिदिउँ त यो हाम्रो भ्लग मार्फत। फाइनली हामी चाहिँ आज जितपुरमा मिस्ट भ्याली हाम्रो चिया फ्याक्ट्री हाम्रो के पर्छ त्यो पनि भनिदिनु न। हाम्रो चाहिँ ठ्याक्कै उहाँ चाहिँ हाम्रो एउटा बन्धु दाजुभाइ एउटै वंशाहरू उहाँ चाहिँ ठ्याक्कै मिस्ट भ्यालीको मालिक ओनर चाहिँ ठ्याक्कै सुरेश बाजे पर्नुहुन्छ। भिडियोको लागि चाहिँ हाम्रो आफ्नै चिया बगान हाम्रै ठाउँ जितपुरमा स्थित रहेको चट्टामा यहाँको दृश्यहरू खिच्नेछौँ। ल ठिकै छ। हाम्रो यता हाम्रो राजकुमार भाइ पनि आउनु भएको छ, हाम्रो तेन्जुआङ माबु। अनि एकदम हामी चाहिँ आज यसो आफ्नै घरको अर्ग्यानिक चियाबारीमा चाहिँ यसो ड्रोन सुटको लागि चाहिँ आएको छौँ। सो हेरौँ कस्तो हुन्छ। ठिक छ कन्टिन्यू तपाईहरुले अब कतिपय थाहा नहुन सक्छ हाम्रो जितपुरमा हाम्रो मिस्ट भ्याली भन्ने फ्याक्ट्री अब सक्नुहुन्छ। अब फाइनल अब यही हो ठाउँ चाहिँ आइदिनु होला, घुमिदिनु होला, चियाबारीमा फोटोसोटो खिचिदिनु होला, मनोरञ्जन गरिदिनु होला, बर्थडे सेलिब्रेट गरिदिनु होला। तर फोहोर मैलो चाहिँ लगभग राम्रो राख्नुभयो हैन। हजारौं युवतीहरुको ढुकढुकी हाम्रो भतिज हाम्रो बोजू बाजेहरुको के भन्छ च्यान भन्छ, कपुर खान पनि भन्छ। सो हामी यहाँ चाहिँ राजकुमार त बोल्दैन त यार, लास्टै इमानदारी जस्तो। ल ओके।
सो हामीले चाहिँ ड्रोन सट हानिसकेका छौँ केटाहरू चाहिँ यसो फोटो सेसन गर्ने भन्ने कुराले। यहाँ काजियाङ हुनुहुन्छ, यता राजकुमार, यता भान्जो, यता तेन्जुवाङ माबो। जस्ट हामी चाहिँ लङ टाइम पछि भेटेर पनि एकदम हामीले चाहिँ रमाइलो गर्न पायौँ, त्यसमै सबैभन्दा ठुलो कुरो हो होइन। यहाँ हाम्रो काजी जस्ट एकदम रमाइलो भइरहेछ। अब जस्ट धेरै पछाडि अब यो बर्खाको जस्तो चाहिँ अहिले अलिक रहेनछ, किनभने चियाहरू काटिसकेर छ। सो त्यसो भए पनि मलाई चाहिँ एकदम राम्रो लागिरहेछ, किनभने धेरै पछि आएर हो सायद या त्यस्तै देखिया छ होइन। सो तपाईँहरूले चाहिँ कमेन्ट मार्फत चाहिँ प्रतिक्रिया दिनु होला हाम्रो ब्लगलाई है। सो